हेलो गुड मर्निङ सबैलाई। आज चाहिँ भने हामी उठिसक्यौँ अनि हजुरहरूको दिन पनि शुभ रहोस्। बिहान उठ्ने बित्तिकै झाडु पोछा गर्नु परिहाल्यो अनि झाडु पोछा गरिसके पछाडि हामी दुइटी छौँ नि त अनि उसले चाहिँ पूजाको भाँडा माझ्यौँ अनि पूजाको भाँडा माझिसके पछाडि कस्तो दिलिक्क पारेर पड्काएको छ पूजाको भाँडा अनि पूजा भाँडामा चाहिँ माझेर हुन्छ म गाग्री पनि मस्काउँछु अनि अहिले स्वाइन गाग्री पनि मस्काउँदैछिन् अनि गाईलाई पानी खान दिन जानु पर्यो। क्यामेरा देख्ने बित्तिकै कस्तो रिसाएको गाई मजाले पानी खायो तर क्यामेरा देखेर चाहिँ रिसायो होइन किनकि उसलाई क्यामेरा देखाउनु लाग्दैन घाँस पनि पराल पनि खाइरहेको छ अनि आजको वेदर चाहिँ एकदम चिसो थियो रातभरि पानी परेको भएर अनि चिसो मौसम थियो अनि कालो चिया बनायौँ अनि कालो चिया खानको लागि रेडी भयौँ अनि कालो चिया सँगसँगै हामीले घरमा बनाएको बिस्किट पनि थियो क्या अनि त्यो पनि सँगै तर के गर्नु बिहान त्यस्तो वेदर थियो फेरि टिलिक्क घाम लाग्यो होइन यस्तो घाम क्या घाम लाग्यो अनि खाना बनाउने तयारी हुँदै थियो अनि बिहान पकाएँ बेलुका के पकाउँ बेलुका पकाएँ बिहान के पकाउँ हुने नि त हामी खाना बनाउनु भइसकेपछि अनि गाभाको तरकारी भिन्डी आलु राखेर कुकरमा सिटी लगाइदिउँ होइन छिटो पनि मिठो भयो नि त। हजुरहरूलाई चाहिँ कस्तो लाग्छ कमेन्ट गर्नु होला। हामीलाई चाहिँ एकदमै मनपर्छ होइन हेर्दै खाउँ लाग्दो मिठो भएको थियो अनि ढिँडो पनि बनाउँदैछौँ ठेला पनि उठाएको कि हातमा डेली ढिँडो बनाएर अनि ढिँडो त बनाउनै पर्छ किनकि डेली बनाएर हातमा ठेला उठ्ने स्वाई ढिँडो मस्काउँदैछ अनि ढिँडो पनि पाक्यो। ढिँडो करेला फ्राई अनि गाभाको तरकारी कालो दाल अनि टमाटरको चटनी अनि खाना खान दियौँ अनि चुलो लिप्नु परिहाल्यो अनि चुलो पनि फेरि ढिँडो पकाउनु भएपछि भत्कै गर्ने कि सब्जीहरू मात्र बनाउनु थियो भने त भत्किँदैन थियो भने होला अनि ढिँडो बनाउने भए भएर पनि भत्कियो होला। यसरी पक उकिन्छ टाल्दै गयो उकिँदै जान्छ टाल्दै गयो उकिँदै जान्छ है। अनि लास्टसम्म भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। बाई।